हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल है। अब 2082 सालको चाहिँ आज वैशाख 1 गते सुरुको दिन भनौँ न। 2082 सालको सबैलाई धेरै धेरै शुभकामना है। मेरो सब्सक्राइबरहरूलाई अनि मलाई माया गर्नुहुने सम्पूर्ण देश तथा विदेशमा रहनुहुने सम्पूर्णलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। र मेरो च्यानलमा कोही पनि नयाँ हुनुहुन्छ भने च्यानललाई कृपया लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न पनि नभुल्नु होला भन्न चाहन्छु। अनि आज चाहिँ नयाँ वर्षको दिन भनेर आज चाहिँ हामी जमुना र म चाहिँ आज हामी अकला मन्दिर ट्रिप जाँदैछौँ। अहिले हामी खरे भन्ने ठाउँमा आइपुगेका छौँ। आज हामी यो अकला मन्दिर चाहिँ म पहिलेदेखि जानु मन लागिरहेको मन्दिर हो र मेरो भाकल जस्तो पनि थियो त्यहाँनिर। अनि अकला मन्दिर चाहिँ आज हामी जानेछौँ। त्यहाँ कसरी जानेछौँ, कस्तो कस्तो हुँदो रहेछ, कस्तो रहेछ त्यो मन्दिर, सबै कुरा डिटेल्स रूपमा देखाउनेछौँ है त। किप वाचिङ गाइज भन्न चाहन्छु, किप वाचिङ एन्ड किप लभिङ है त। यो अकला जानको लागि चाहिँ यो 17 फाटको आर्मी क्याम्पबाट तल झरेर जानुपर्छ अफरोड। बाटो चाहिँ अफरोड रहेछ। म नि यो बाटो फर्स्ट टाइम हो, आएको छैन। हेरौँ अब यो ड्याम हुँदै जाने रहेछ, कस्तो रहेछ म देखाउने छु है। ए वाउ दामी रहेछ। आज चाहिँ नयाँ वर्षको दिन भएर पुरै मान्छेहरू टन्नै मान्छेहरू छ। गाडी बाइकहरू कति हो, कति धेरै छ। चाहिँ मन्दिर प्रोसेसिङ हुँदै रहेछ, अझै राम्रो बनाउँदै रहेछ। अहिले तल चाहिँ ड्याम छ, त्यहाँ पारि पनि छ एउटा अकला, अनि यहाँ छ एउटा अकला मन्दिर। अहिले चाहिँ अब हामी
मन्दिर आइपुग्नुलाई अब पूजा गरेर हामी एकछिन फर्किन्छौँ है त। अगला मन्दिर चाहिँ यही हो है। यहाँ चाहिँ भोग पनि दिन्छ, कुखुरा सुखुरा बोका सोका अरूको भोग पनि दिने गर्दछ। अनि यहाँ चाहिँ आज विशेष गरी नयाँ वर्षको दिन भएको कारणले चाहिँ मान्छेहरू दर्शकहरू धेरै छन्, दर्शकमानीहरू धेरैहरू छन्। लाइन पनि वहाँदेखि यहाँसम्म छ, लाइन धेरै मान्छेहरू छ आज। प्राय गरी विशेष दिनहरूमा चाहिँ यो मन्दिर पनि भिडै हुनेछ। यहाँ चाहिँ यो चाहिँ ट्याक्कै गोर्खा जिल्लामा पर्छ है। यो अगला मन्दिर चाहिँ गोर्खा जिल्लाको मन्दिर हो। यहाँ चाहिँ त पारी हाइवेमा हिँड्दाखेरि सधैँ देखिराख्ने भएर चाहिँ यहाँ चाहिँ कस्तो छ होइन, जाम्न त भन्ने लाग्यो मनमा। अनि त्यही भएर चाहिँ आएको नि हो। अनि बाबा पागल पनि थियो, मम्मीले पनि जा भन्नुभयो, अनि त्यही भएर आएको हो। रमाइलो छ, तलतिर ड्यामहरू छ होइन, तल ड्यामहरू छ। यहाँ चाहिँ छ मन्दिर चाहिँ चट्ट लागेर। सबैजनालाई है, थ्याङ्क्स फर वाचिङ। आज चाहिँ अब नयाँ वर्षको दिनमा पूजा गरियो हामी चाहिँ। अब चाहिँ हामी फर्किने काम पुरो भइरहेको छ। त्यही हो कि भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि यदि मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई पनि सब्सक्राइब गर्नु नभुल्नु होला।